एभ्रिवान वेलकम ब्याक टु माई च्यानल इट्स मी मन्जिला न्यू डे न्यू ब्लग आयो हजुर सबैजना सन्चै हुनुहुन्छ होला म र मेरो छोरी सिमन पनि एकदमै सन्चै छौँ अनि म चाहिँ उठिसकेँ उठेर नि मैले यहाँ बिस्किट खाइसकेँ अब दुध खान लागेको अनि बाबु चाहिँ यहाँ मस्त सुतिरह यसरी अहिले चाहिँ यहाँ एकदम गर्मी छ क्या गाई चाहिँ अनि झिँगाहरू आएकै गर्छ यहाँ बाहिरपट्टि झिँगा अनि मस्त सुताइदिन्छु अहिले चाहिँ बिहानको 9 बजिसक्यो अब 1 घन्टापछि उठ्छ होला बाबु त्यसपछि चाहिँ तेल लगाइदिन्छु बाबुलाई तेल लगाइदिएँ अनि त्यसपछि उसलाई यसरी राखिदिरहेको छु यसरी खेलेर बसिरहेछ बाहिर चाहिँ एकदम गर्मी छ जानै सकिँदैन हिलो भन कति धेरै बोल्ने भए एक्लै बोलेर अवस्था खेल्न पाएपछि त केही चाहिँदैन खाली पल्टिनु पर्ने पल्टिन सक्छ तर पनि त्यति बल आउँदैन के फोमा त्यही पल्टिन लागेको पल्टिरहेको छ कहिले काहीँ सुताएर गयो भने फर्केर पल्टेर बसिरहेको हुन्छ पल्ट्यौ यता आऊ यता फर्क्यौ छोरो यता आऊ पल्ट्यौ न पल्ट्यौ आऊ हेर पल्ट्यौ आमै नि त ल आखिर पल्टेरै छोड्यो मेरो छोरीले यता हेर ल रिसाउँछ फेरि ल अब कता पल्टेको फेरि धेरै गर्मी भएर बाबुलाई यसरी राखिदिएको एकदम गर्मी छ अनि अब चाहिँ उसलाई लिएर म बाहिर एकछिन घुमाउनु लान्छु ल क्या ल जाने अहिले चाहिँ घरमा एकछिन बस्न नहुने कति झिँगा आएको गाई त्यो झिँगाले त दुःख लगाइसक्यो ल आऊ यहाँ ममसँग आऊ गाइस मैले चाहिँ मेरो पापालाई बाहिर डुलाएर लिएर आएँ अनि उसले सुत्यो अब उसलाई बेडमा सुताइदिन्छु त्यसपछि म नि सुत्छु एकछिन मैले सुताएर गएको उसले चाहिँ सुसु कसरी गरेछ खोइ देखाइदिउँ न सुसु गरेको चुचु म यसरी गर्छु भनेदेखि यहाँसम्म सुसु गरेको क्या पुरै यहाँसम्म अनि कसरी सुसु गर्छौ क्या तिमी यो नि पुरै भिजा यो कस्तो खालको सुसु गर्ने हो छोरी हो खतरा युनिक सुसु गर्छौ तिमी त पत्ता त्यत्रै सुसु गर्छन् अच्छा के नि बनेको सुसु गरेपछि त चुपचाप के नि यहाँ सुन छेरेर उहाँ कान त छेरेर ल्याइदिएको सुनले तर यतापट्टि चाहिँ छ यतापट्टि छैन गाइस यो पाके जस्तो भइछ त्यो खालि तान्ने गरेर आज खोलिदिएको यति रोयो मेरो बाबु बिचार 3-4 दिन गाह्रो भएर हेलो पाइनएप्पल म त स्ट्रङ बोय हो नि भन्दै सबैले म त स्ट्रङ बोय हो नि बाबु चाहिँ यहाँ खेल्दैछ मजाले अब 1 घन्टा जति खेल्यो भने अनि फेरि सुत्छ ऊ चाहिँ खेल यो भाँचिसक्यो यो यतापट्टिबाट यहाँ निस्किसक्यो मैले यसरी थेक्दिन्छु अहिले त ऊ आफै उचाल्छ कि अब त ठुलो भएपछि त त्यो मुखमा हाल्नु हुँदैन क्या बेबी त्यो मुखमा हाल्नु हुँदैन भनिरहेको छु मामुले मामाएर बङ त्यो नै उचालिदिइसक्यो भाँचिदिख हेर उठेको किन उठेको हो त्यसरी